नमस्कार सबैजनालाई र स्वागत छ हजुरहरुलाई। मैले चाहिँ आज चाहिँ अलिकति पृथक तरिकाले हैन एउटा स्वास्थ्य सन्देश पनि होस् र सबै सामु पनि एउटा सानो स्वास्थ्य जानकारी दिउँ भनेर यो भिडियो बनाउँदै छु हैन। म चाहिँ पेशाले नर्स हो। म चाहिँ अहिले निम्स कलेजमा एज अ नर्सिङ इन्स्ट्रक्टर थर्ड इयरलाई चाहिँ लिडरसिप एन्ड म्यानेजमेन्ट पढाउँछु। त्यही सिलसिलामा हामीले चाहिँ कान्ति बाल अस्पतालमा विद्यार्थी लिएर गएका थियौँ र त्यहाँ डेङ्गुको केसहरू राखेको थियो हैन मेडिकल वार्डमा, र त्यसले गर्दाखेरि चाहिँ स्टुडेन्टलाई पनि भएर चाहिँ उनीहरूलाई पोजिटिभ देखिएको थियो र हामीले हैन स्वास्थ्यकर्मी भएर पनि यसरी डेङ्गु पोजिटिभ देखियो, कस्तो आफूले सावधानी किन अपनाउनु भएन भन्ने कुरा कति आएको थियो हैन। कति कुरा हामीले नजानेर अथवा जानेर पनि गरिराखेका हुन्छौँ र आज अलिकति यसको डेङ्गुको बारेमा चाहिँ अलिकति बुझौँ, जसले गर्दा हामीलाई सजिलो हुन्छ है। अब डेङ्गु भनेको एउटा रोग हो जुन चाहिँ मच्छरको माध्यमबाट चाहिँ सर्ने गर्छ र अहिले चाहिँ हेर्दाखेरि यो 2025 जनवरीदेखि यता चाहिँ 57 जिल्लामा 800 वटा भन्दा बढी डेङ्गुको केस देखिसकेको छ, जुन चाहिँ सबैभन्दा यो काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लामा पनि देखिएको छ हैन। यो चाहिँ 2024 को हेरी कम हो, तर यस्तै मात्रामा बढ्दै गयो भने अझै बर्खा आउने बाँकी छ, गर्मी आउने बाँकी छ हैन। यस्तै मात्रामा बढ्दै गयो भने महामारी हुँदैन भन्न चाहिँ सकिँदैन है। डेङ्गु चाहिँ एउटा डेङ्गु भाइरसले चाहिँ हुने गर्दछ, जुन चाहिँ एडिस मस्किटो जुन चाहिँ पोथी प्रजातिको लामखुट्टे हो त्योद्वारा चाहिँ डेङ्गु सर्ने गर्छ। अब कसरी सर्छ भन्नु होला, त्यो एडिस भन्ने लामखुट्टे जुन पोथी जातको लामखुट्टे हुन्छ त्यसले चाहिँ के गर्यो भने सर्छ भन्दाखेरि चाहिँ जसलाई डेङ्गु भएको छ उसलाई चाहिँ टोकेर तपाईलाई टोक्न आयो भने चाहिँ उसले चाहिँ त्यो के गर्छ त, त्यो डेङ्गुको भाइरस चाहिँ आफ्नो चाहिँ र्यालमा राखेको हुन्छ र त्यसले आएर टोक्यो भने त्यो र्याल तपाईको टोकेको ठाउँमा छोड्छ उसले। त्यो छोडेपछि के हुन्छ, त्यो रगतमा फैलिन्छ र डेङ्गु त्यसरी सर्ने गर्छ हैन। अब डेङ्गुको लामखुट्टे कसरी थाहा पाउने भनेर धेरैको जिज्ञासा पनि हुन्छ। डेङ्गुको लामखुट्टे कस्तो हुन्छ नि, टाटे पाङ्ग्रे हुन्छ के, सेतो र कालो टाटे पाङ्ग्रे भएको मिक्स भएको हुन्छ हैन। यो चाहिँ कस्तो जिराफ हुन्छ नि, सेतो र कालो भएको हो, त्यसरी टाटे पाङ्ग्रे भएको हुन्छ र यो धेरै चाहिँ कि त बिहान कि त साँझको अवस्था, जुन घाम डुब्ने अवस्था हुन्छ साँझ कि बिहान घाम उदाउने अवस्था हुन्छ हो, त्यतिखेर चाहिँ एकदमै सक्रिय हुन्छ लामखुट्टे है। अनि अर्को भनेको चाहिँ यो लामखुट्टे चाहिँ पानी जमेको ठाउँमा बाल्टीमा पानी राख्नु भयो भने त्यस्तोमा चाहिँ के हुन्छ त, बस्ने चाहिँ यसले गर्दछ, यसको बस्ने वासस्थान नै त्यहाँ हुन्छ। अब हामीले डेङ्गु भनेको के हो त बुझ्यौँ हैन। अब यो डेङ्गुको हामीले के कारणले गर्दा पनि हुन्छ भनेर चाहिँ थाहा पायौँ। अब यसको लक्षणहरू के हुन्छ भनेर भन्नुपर्दाखेरि चाहिँ उच्च तापक्रम अथवा उच्च ज्वरो आउँछ। उच्च ज्वरो पनि 102 103 एकदम बढी नै हातखुट्टा कटकट खाएर ज्वरो आउने गर्दछ, जुन ज्वरो चाहिँ तपाईले जति नै सिटामोल खाए पनि जति नै फ्लेक्जन खाए पनि त्यसको कमी चाहिँ हुँदैन, त्यो ज्वरो कम हुनै पाउँदैन के। त्यो 3 दिनदेखि 5 दिनसम्म चाहिँ एकदम उच्च ज्वरो आउँछ। अनि अहिले यसमा मैले के जोडी पनि हालेँ भने डेङ्गु हुँदाखेरि चाहिँ बरु हामीले नर्मल प्यारासिटामोल खाने हो, फ्लेक्जन चाहिँ खानु हुँदैन। तपाईहरुले यो कुरा चाहिँ एकदम ध्यान दिनु। त्यतिखेर नेपाल सरकारले पनि नोटिस निकालेको थियो हैन, फ्लेक्जन नखानु होला, बरु परेमा 2टा सिटामोल खान पाइयो तर फ्लेक्जन चाहिँ नखानु भनेर। त्यसले गर्दा धेरैको कलेजो बिग्रिने भयो रे, त्यही भएर नेपाल सरकारले त्यसरी निकालेको थियो र त्यो हजुरहरूले पनि अपनाउनु होला है। अनि अर्को भनेको चाहिँ टाउको दुख्ने, अब ज्वरो आयो भने टाउको दुख्ने, जिउहात दुख्ने हैन, आँखाको गेडी दुख्ने, नानी दुख्ने, शरीरमा डाबर चाहिँ कतिखेर आउँछ भने जब डेङ्गुको ज्वरो निको हुन्छ अनि अलिअलि डेङ्गु चाहिँ अलि निर्मूल हुने अवस्थामा आएपछि चाहिँ निको हुने अवस्थामा आउँदाखेरि चाहिँ डाबरहरू आउने गर्छ। अर्को भनेको खानामा एकदम खाना मन नलाग्ने, यो पनि हो। अनि अर्को भनेको बान्ता आउने, वाक आउने, बान्ता हुने पनि हुन्छ र एकदम जोर्नी दुख्ने, मांसपेशी दुख्ने, यो चाहिँ डेङ्गुको लक्षण भयो। अब हामीले बुझ्नु पर्दाखेरि अब डेङ्गुको लक्षण त बुझौँ, यो लक्षण देखिने बित्तिकै हजुरहरूले चाहिँ स्वास्थ्य संस्थामा सम्पर्क गर्नु होला है। अर्को भनेको अब डेङ्गु भइहाल्यो भने गएर अस्पतालमा भर्ना भएर उपचार गरिरहनु पर्दैन। तर डेङ्गुको जस्तै डेङ्गुले के गर्छ भन्दाखेरि चाहिँ सेतो रगत कम गराइदिन्छ, जुन सेतो रगतले चाहिँ हाम्रो चाहिँ एउटा सेतो रगतले चाहिँ तपाईलाई
तपाईँको शरीरमा चाहिँ सेतो रगत कमी गरिदिन्छ, जसले गर्दा तपाईँलाई काहीँ काट्योहरू भने पनि रगत बगै गर्छ होइन। त्यसले त्यस्तो अवस्थामा चाहिँ शरीरमा रगतको कम हुन नदिन खानेकुराहरू खान पर्यो घरमै उपचार गर्नलाई होइन। अर्को भनेको सेतो रगत बढाउने खानेकुरा जस्तै अनार भयो, चुकन्दर भयो होइन, अनि सन्तुलित खाना खाने, धेरै मात्रामा पानी पिउने, यो काम चाहिँ घरमै बसेर गर्नुपर्छ। ज्वरो आएको खण्डमा चाहिँ फ्लेक्जन नखाने, सादा सिटामोल हुन्छ नि त्यो खान मिल्यो। अब डेङ्गु नै हुन नदिन के गर्ने त, रोकथामको लागि के गर्न सकिन्छ भन्दाखेरि एक नम्बरमा फुल बाउला भएको लुगा लाउनु होला। अब तराईमा बस्दाखेरि होइन धेरै नै अब मच्छरहरू हुने हुन्छ, त्यसले गर्दाखेरि फुल बाउला भएको लुगा लाउनुभयो भने पनि हजुरहरूलाई सजिलो हुन्छ। अब साँझ पख एकदम साँझ र बिहान एकदम यो लामखुट्टे चाहिँ एकदम सक्रिय हुँदाखेरि यदि तपाईँ बारीमा जानुपर्छ भने पनि फुल बाउला भएको लुगा लाएर जानु होला है। अर्को भनेको बर्खाको महिना खाल्डोमा पानी जम्ने होइन, त्यो भएकोले गर्दा पनि खाल्डो पुर्ने ओर्ने चाहिँ गर्नुपर्छ। यदि तपाईँको घर वरिपरि त्यस्तो छ भने पनि खाल्डोहरू पुरेर राख्नु होला। अर्को कुरा भनेको घर कार्यालय जहाँ पनि होस् होइन, जस्तै तपाईँहरूले चाहिँ यो जाली लगाउनुहुन्छ नि झ्यालडोकामा, त्यसले गर्दा पनि के हुन्छ, मच्छर चाहिँ पस्न पाउँदैन घरभित्र, जसले गर्दाखेरि चाहिँ डेङ्गुबाट चाहिँ बाँच्न सक्छौँ हामी होइन। अर्को भनेको अहिले कति ओडोमसहरू पाइरहेको हुन्छ नि, तपाईँहरूलाई त्यो हातखुट्टामा लाग्यो भने मच्छरले टोकेर पनि त्यसको रियाक्सन नदिने भन्ने कुरा आउँछ। अब त्यसले कसरी काम गर्छ भनेर चाहिँ अलिकति मैले पनि स्टडी गर्नुपर्छ होइन, तर त्यसले गर्दाखेरि चाहिँ एटलिस्ट प्रिभेन्ट हुन्छ। त्यो केमिकलले चाहिँ उसले चाहिँ त्यहाँ गएर चाहिँ टोक्न पाउँदैन, त्यो केमिकलबाट, त्यो केमिकलले चाहिँ उसले चाहिँ त्यो केमिकलको गन्ध चाहिँ उसलाई एकदम एलर्जी जस्तो हुन्छ क्या, त्यही भएर मच्छरले टोक्दैन भनेर त्यसको कसरी काम गर्छ भन्ने कुरा आउँछ है ओडोमसको चाहिँ, त्यो पनि हुन्छ। अर्को भनेको चाहिँ झुल, सबैभन्दा बुझ्नुपर्ने कुरा चाहिँ राति सुत्दा झुल लाएर सुत्ने होइन। खाल्डाखुल्डी पुर्ने भयो, घरमा राखेको भाँडाकुँडाहरू पनि राखेको हुन्छ, त्यसमा पानी भरिरहेको हुन्छौँ होइन, त्यो पानी पनि छोपेर राख्ने बरु होइन, जसले गर्दाखेरि मच्छर आएर त्यहाँ नबसोस्। यी कुराहरू गऱ्यौँ भने चाहिँ हामी चाहिँ डेङ्गुबाट बाँच्न सक्छौँ। हामीलाई सुन्दाखेरि डेङ्गु सजिलो लाग्छ, तर जसलाई डेङ्गु भएको छ होइन, उसलाई मात्रै थाहा हुन्छ कि यति पीडा हुन्छ, यति दुखाइ हुन्छ त्यसमा, अनि त्यसको फेरि कम्प्लिकेसन जटिलता पनि एकदमै धेरै छ के। जस्तै त्यो सेतो रगत धेरै नै कम भएर पनि कोमामा जाने, सकमा जाने भयो होइन, त्यस्तो पनि हुन्छ। अनि काट्यो भने ब्लड एकदमै गगै गर्ने, शरीरमा ब्लडको मात्रा कम हुने, रगतको मात्रामा कम पनि हुने हुन्छ, यस्ता कुराहरू चाहिँ हुने हुन्छ। र दुखाइ पनि एकदम मान्छेलाई एकदम कमजोरी बनाउँछ, र यो हुन नदिन हजुरहरूले रोकथाममा चाहिँ विशेष ध्यान दिनु होला। आजकोमा चाहिँ मैले यही डेङ्गुको बारेमा भनेँ, र म अरू भिडियो पनि बनाउँदै जानेछु। हजुरहरू चाहिँ मसँग जोडिँदै गर्नु होला। स्वस्थ रहौँ, खुसी रहौँ। हस् त, धन्यवाद।